हेलो गाइज वेलकम ब्याक टु द न्यू भिडियो है। अहिले चाहिँ म यहाँनिर इतिसालात मेट्रो स्टेसनको छेउमा भएको इतिसालात बस स्टेसनमा छु। टक्क आज चाहिँ फुजेराको यात्रा भएको भएर म घरबाट टक्क 8 बजीतिर निस्केको थिएँ होला। 8 बजे निस्केपछि 10-12 मिनटमा म्याक्स मेट्रो स्टेसन पुग्यो। म्याक्स मेट्रो स्टेसनदेखि लगभग 9:30 बजीतिर इतिसालात मेट्रो स्टेसन आइपुगिसकेको छु। लास्ट मेट्रो स्टेसन। आज चाहिँ म एउटा मिसनमा जान थालेको छु गाइज है। मलाई चाहिँ कम्पनीले एउटा मिसनमा खोजेर पठाएको छ। त्यही मिसनमा म निस्केको छु बिहान 8 बजे, बिहान 7:30 बजे उठेर रुमबाट है रेडी भएर निस्केको छु। 9:30 बजे आइपुग्यो। 9 बजेको बस एउटा मिस भयो, त्यही भएर म अहिले यहाँ 10:50 को बस वेट गर्नुपर्ने भयो। 1.5 घन्टाभन्दा बेसी कुर्नुपर्ने भयो है। अब 10:50 मा बस आउँछ, त्यसपछि हामी निस्किन्छौँ हाम्रो मिसनमा है, जुन कि फुजेरा, दुबई टु फुजेरा। एकदम बिकट ठाउँ हो गाइज। म चाहिँ अहिलेसम्म गएको छैन। यो चाहिँ मेरो पहिलोचोटि हो फुजेराको यात्रा। हेर्दै गर्नु होला है त। गाइज म चाहिँ त्यही उठेर आएको कति 2 घन्टा भइसकेको थियो। त्यही पनि अझै मेरो आँखा पोलिरहेको थियो क्या। 7:30 बजी उठेर आएको, यहाँनिर आउँदा 9:30 भइसकेको थियो। 7:30 बजे उठेको, 8 बजी निस्केको, यहाँ आउँदा 9:30 भइसकेको थियो। अझै पनि आँखा किन पोलिरहेको छ भन्दैछु त, भनेको त मुख धुन बिर्सेरहेछ हौ मैले। भर्खर मुख धोएर आएर बसेको। अहिले चाहिँ अलिक फ्रेस हो कि जस्तो लागिरहेछ। अझै 40 मिनट जति बाँकी छ। मौसम चाहिँ दामी छ आजको। त्यस्तो विधि घाम पनि छैन, शीतल छ। हिजो चाहिँ पानी परेको थियो है यता, त्यही भएर हिजो पानी परेको भएर होला आज यता शीतल छ। म जाने बस चाहिँ त्यो अल फुजेरा लेखेको है, E700। यहाँनिर चाहिँ कति बजी आउँछ भनेर लेखेको हुन्छ यो स्क्रिनमा होइन। अल फुजेरा 10:50 मा आउँछ अनि 12:30 चाहिँ पुऱ्याउँछ भनेर लेखेको छ है। यदि तपाईँहरू नि कोही फुजेरा जाँदै हुनुहुन्छ भने चाहिँ यसरी जान सक्नुहुन्छ। पहिला सुरु इतिसालात मेट्रो स्टेसन झरेर बस स्टेसन आएर यहाँ स्क्रिनमा देखाइरहेको हुन्छ कुन टाइममा आउँछ भनेर। अनि त्यसपछि बसहरूको स्ट्यान्ड पनि हेर्नुपर्ने हुन्छ। मेरो चाहिँ त्यो 12 नम्बर स्ट्यान्डमा आउँछ। अनि यताहरू बसहरू छ है, लाइन लागेर बसेको। यता पनि छ है। मेरो चाहिँ त्यहाँनिर 12 नम्बर बस स्ट्यान्डमा आउँछ। त्यसरी हेर्नुपर्ने हुन्छ आफ्नो बस नम्बर कुन चाहिँ स्ट्यान्डमा आउँछ भनेर। मेरो चाहिँ त्यहाँ बे 12 लेखेको हुन्छ त्यहाँनिर E700। अनि 12 भनेको चाहिँ त्यो बस स्ट्यान्ड कति नम्बर स्ट्यान्डमा आउँछ बस। 12 नम्बर बे 12, टाइम 10:50 अनि नेक्स्ट बस 12:30 यसरी देखाएको हुन्छ है। यसरी हेर्नु सक्नुहुन्छ। झन्डै 2 घन्टा कुरेर बस आइसकेको छ है यहाँ 12 उयसमा E700 फुजेराको लागि। यहाँ यसरी बस नम्बर E700 यहाँ बस स्ट्यान्ड 12 लेखेको छ यहाँनिर। यसरी स्टपहरू थुप्रै छ यहाँ। 12, 13 उता 11 है 12 मा आउँछ टक्क यसरी। अनि अब यहाँ ट्याप हान्दै जानुपर्ने हुन्छ। बस कार्डमा कति लिन्छ के लिन्छ तपाईँहरूलाई भन्दै गर्छु है त। मलाई पनि थाहा छैन, मेरो नि पहिलोचोटि हो फुजेरा। बाटो के कस्तो हुन्छ, त्यहाँको माहौल वातावरण हेर्दै गर्नु होला। निस्किन्छौँ अब मिसन फुजेराको लागि हामी। यहाँ सिटमा बसिसकेँ। मोबाइलमा चार्ज नभएर चार्ज गरिदिइरहेको छु। अहिले यहाँको 10:38 भयो। हेरौँ कति बजी हिँड्छ, कति टाइममा पुग्ने रहेछ यो। मान्छे खासै नहुँदो रहेछ, बस खाली नै छ। त्यस्तो विधि छैन, मान्छे खाली आउँछ भन्छ। दुईवटा सिटो लिएर बसेको छु म चाहिँ। केटा यहाँबाट चाहिँ बस भर्खर निस्केको छ है। तपाईँहरू चाहिँ यदि फुजेर जाँदै हुनुहुन्छ भने चाहिँ बसको टाइमिङ हेरेर अनि निस्किनु होला होइन। मैले चाहिँ अब त्यही मिस्टेक गरेर यहाँनिर अलिकति बेर कुर्नु पर्ने भयो। त्यही भएर
नेटमा तपाईँहरू चाहिँ टाइमिङ हेरेर निस्किन सक्नुहुन्छ। मसँग चाहिँ ब्याग छ, पानी छ र मालपानी छ, अलिकति खाजासाजा है। टिफिन बोकेर हिँडेको छु मैले ब्यागमा, टिफिन, पानीको बोतल अनि विङ चिटर। यतिकै गरी वातावरणले साथ दिएन भने पानी सानी पऱ्यो भने विङ चिटर पनि बोकेर हिँडेको छु। अब हेरौँ है त कतिखेर पुगिन्छ। यो चाहिँ कुन बिल्डिङ हो, अति दामी रहेछ, यत्रो ठुलो एरियामा फैलिएको रहेछ यो चाहिँ। मलाई जहाँसम्म लाग्छ म यो ठाउँ चाहिँ पहिला नि आएको छु, सायद यो सार्जा हुनुपर्छ, किनकि म योभन्दा अगाडि भिजिटमा आएको थिएँ होइन। त्यतिखेर मैले यता पनि काम गरेको थिएँ त्यो टाइममा, सायद यो चाहिँ सार्जा होला पक्कै पनि। अति ठुलो रहेछ हौ यो एरिया त, यो पुरै हरियाली ग्रिनरी बनाएर राखेको छ। आज चाहिँ दिनभरि नै घाम लागेको चाहिँ छैन। यो हप्ता पुरै पानी पर्छ भनेर देखाइरहेको थियो मौसम विभागले। मैले चाहिँ कतिमा मात्र 100 बजेट बोकेर हिँडेको छु होइन। के कति खर्च लाग्दो रहेछ हेरौँ। 100 लाग्छ। बस कार्डमा मैले अघि 60 रिचार्ज गरेँ। अनि अब त्यहाँ फुजेरा पुगिसकेपछि बस कार्ड पनि युज हुँदैन, त्यहाँनिर क्यास चल्छ, क्यास पनि बोक्नुपर्ने हुन्छ अलिकति। त्यही भएर मसँग अब 60 त्यहाँनिर मैले रिचार्ज गरेर 40 क्यास छ। खर्च अनि के कति लाग्दो रहेछ त्यो पनि हेर्दै जाउँ है त। अहिले अँध्यारो हुन थालिसक्यो बाहिर, दिउँसो अँध्यारो देख्दैछ। अब निन्द्रा नपुगेको भएर सुत्न नि मन लागिरहेछ, फेरि नयाँ ठाउँ जान लागेको भएर एक्साइटमेन्ट पनि छुट्टै छ, क्युरियोसिटी पनि छुट्टै छ। सुतौँ कि बाहिर दृश्य हेर्दै जाउँ कि के गर्नु के नगर्नु। निन्द्रा त अब कहिले नै पुगेर जाँदैछु, त्यही उयो नयाँ ठाउँ जान लागेको बेला चाहिँ निन्द्रा सिन्द्रा सबै हराउँछ। म चाहिँ एक्लै चाहिँ बस पनि लगभग आधी मात्रै छ मान्छे, पुरै बसमा आधी मान्छे मात्रै छ। एक्लै खोजेर चल्दै थालेको छु। मेरो काम भनेको चाहिँ यस्तै हो, कम्पनीहरूले अब कता कता मिसन हुन्छ त्यतै पठाउँछ मलाई। अब अहिले चाहिँ फुजेराको मिसन छ, फुजेरा जानुपर्ने अरे। नेक्स्ट मिसन कहाँ हुन्छ त्यति जानुपर्ने हुन्छ। अहिले चाहिँ मिसन फुजेरा है, हामी मिसन फुजेरामा लागेको छौँ। निस्केर हिँडेको 20 मिनटमै यस्तो सुनसान देख्न थालिसक्यो है। यहाँ चाहिँ चारैतिर सुक्खै सुक्खा माटो है। यता चाहिँ अलिअलि हरियाली रहेछ थोरै, धेरै पनि होइन यति। नत्र चाहिँ हिँडेकै वरिपरि यस्तो देख्न थालिसक्यो अहिले। अब केटाहरू गएको मान्छेहरूको भनाइअनुसार त्यहाँ अब डाँडा पाखाहरू छ होला अलिअलि भन्ने सुन्छ, तर सुक्खा नै त होला त्यो। लास्ट टाइम आजमन गएको जस्तै गरी पाहाड चाहिँ यहाँ ठुल्ठुलो जग्गा अहिले नेपालकै भए जस्तो देखियो पाहाडहरूले। धेरै पछि देख्न पाएको भएर भनेर यहाँ पनि यस्तो छ। कुन चाहिँ गाउँ आइपुग्यो है साथीहरू, कुन चाहिँ गाउँ आइपुग्यो। गाउँ जस्तो ठाउँ, कोही बेला चारैतिर सुक्खै सुक्खा मरुभूमि, बिचमा थोरै बजार एरिया जस्तो, फेरि यस्तो पाहाडको बिचमा यस्तो सानोतिनो बजारहरू, नर्सरीहरू रहेछ, फलफुल पसलहरू। यसरी यो बजार देख्दा चाहिँ नेपालकै सिन देखिरहेछ, नेपालकै सिन याद आइरहेछ मलाई चाहिँ। जितपुर बजार जस्तो दुवै साइडतिर सेम जितपुर बजार ल। सिमराको बाराको जितपुर बजार फेमस हो। यहाँबाट फेरि सक्यो अब। अति बहु जेममा साफी हस्पिटल पनि रहेछ। तपाईँमा अरू सामान सस्तो भयो भने जस्तै अब यो सुनहरू भयो, अरूको भन्दा सुनहरू भयो, अनि यो इलेक्ट्रोनिक डिभाइसहरू जस्तै कि फोन, ल्यापटपहरू हुन्छ नि, अब त्यो सामानहरू सस्तो भयो भने तर यहाँनिर यो मेडिकलहरूको
लास्टै महँगो छ हेल्थहरू हेल्थ रिलेटेड सामानहरू सर्भिसहरू चाहिँ एकदम महँगो छ हस्पिटलमा गयो भने पनि अब कति धेरै बिल उठ्छ थोरै केही गरिहाल्यो भने पनि औषधिहरूको नि प्राइस एकदम महँगो यसमा चाहिँ बरु महँगो छ अरू चाहिँ नसस्तो भयो पनि दुबईमा चाहिँ बिल्डिङहरू मात्रै छैन यसरी बगानहरू पनि रहेछ सुकै भए पनि चट्टानको यत्रो ठुल्ठुलो बगानहरू पनि रहेछ देखियो कति धेरै देखेको यहाँबाट यहाँ घरसोला पनि छ अलिअलि सानसानो यो चाहिँ केजिएफको सिन आयो त यहाँ त अब त ड्याम हो कि के हो गाडीहरू गइरहेको छ झन् ठुलो पो देखिन थाल्यो त पाहाडहरू त झन् जाँदा भयो झन् ठुल्ठुलो देखिन थाल्यो पाहाडहरू लगाइस भर्खर झऱ्यो म बसबाट है 10:50मा चढेको अहिले ट्याक्कै 12:30 बजीतिर झारिदिएको छ यो चाहिँ बस स्टेसन फुजेराको 1 घन्टा 40 मिनट जति लाग्दो रहेछ क्यारे दुबईदेखि यहाँ फुजेरा बस स्टेसनमा आइपुग्नलाई यस्तो छ सिन बिल्डिङहरू नि रहेछ अलिअलि ठुल्ठुला बिल्डिङहरू नि रहेछ ठुल्ठुला अलिअलि त्यहाँ अब यताबाट यहाँबाट कहाँबाट कसरी केमा जाने हो भनेर चाहिँ यस्तो बुझ्नु पऱ्यो हो यस्तो सानो भ्यानहरू जान्छ होला सायद बुझ्नु पऱ्यो अनि लाग्नु पऱ्यो यताबाट फेरि मैले चाहिँ उयो बसबाट झरेर यत्रो मिनी यो हाइलक्स जस्तो हाइलक्स के भन्छ अब भ्यान जस्तो लिएको छु होइन यो जान्छ होला सायद म चाहिँ अब यो गाडीबाट लुलु हाइपर मार्केट झर्नु पर्ने हुन्छ यहाँबाट कति टाइम लाग्छ थाहा छैन तर त्यो बसमा चाहिँ कति बसमा 30 जति लिँदो रहेछ गाडी अनि अब यहाँ चाहिँ यो गाडीमा चाहिँ क्यास दिनुपर्ने हुन्छ यहाँ चाहिँ अब 5 रुपियाँ जति लाग्छ होला सायद त्यसपछि अनि अलमोस्ट पुगिन्छ ड्राइभरले भाडा उडाइसकेको छ यहाँबाट चाहिँ कार चल्दैन क्यासै दिएको छु मैले लाग्छ तर ठाउँ चाहिँ राम्रो रहेछ यहाँदेखि पनि अहिलेसम्म चाहिँ वातावरण राम्रो लागेको छ तर बस्नलाई होइन घुम्नलाई चाहिँ बस्न त यस्तो ठाउँमा त कसरी बस्न सक्नु रहेछ सुनसान है सिटीबाट टाढा यहाँ पनि बिचमा सानो सिटीहरू त रहेछ रहन चाहिँ तर यही हो कि हामी आएको बस स्टेसन त्यहाँबाट अब यो अर्को गाडीमा यो हाइवेमा जाँदैछौँ यो भ्यानबाट पनि झरिसक्यो है यहाँ चाहिँ यस्तो छ ट्याक्कै लुलुको हाइपर मार्केट अगाडि झर्नुपर्छ भन्दै थियो यहाँ नै झरेँ यो गाडीले चाहिँ 5 रुपियाँ मात्रै लिँदो रहेछ अनि अहिलेको बसले 30 रुपियाँ ट्याप गरेर यहाँ जक्सन छ यस्तो त्यसपछि यहाँबाट कता लाग्ने भनेर फेरि सोध्नुपर्छ लोकेसन पाइसक्यो मैले हिँड्नुपर्ने हुन्छ अनि यहाँबाट चाहिँ हामी हिँडेर जान्छौँ धेरै टाढा छैन भन्दै थियो अब हिँडेर जान्छौँ यहाँबाट चाहिँ हामी टक्क लागेर मौसम पनि शीतल छ आनन्दको भेट्टु हिँड्दै गयो मौसम चाहिँ अति दामी हुँदै आइरहेको छ है अति दामी हुँदै आइरहेको छ है मौसम चाहिँ यो चाहिँ मस्जिद हो कि के हो अति बवाल बनाएको छ यार यो त अन्त त अर्कै खालको डिजाइनको थियो यहाँ त अर्कै खालको डिजाइनको दामी रहेछ यो चाहिँ म चाहिँ अब पारि जानु पर्यो रोड पारि जानुपर्ने हुन्छ 16 बिल्डिङ रे अब हेर्दै खोज्दै लाग्छौँ जे हो जसो तसो गरी दुबईदेखि फुजेरा चाहिँ आइसक्यौँ अब कतिखेर फर्किने हो ठेगान छैन मलाई अरू ठाउँको भन्दा चाहिँ यहाँ यो ठाउँको त्यो यो मस्जिदको यो डिजाइन चाहिँ एकदम युनिक छ एकदम बवाल लाग्यो भर्खर पानी परेको थियो म चाहिँ अब फर्किँदैछु यहाँबाट पानी परेर पहाडहरू क्या क्लियर देखिरहेछ सिग्नलबाट पारि गएर अब यहाँ फर्किँदाखेरि त गाडी नपाउँला ट्याक्सीबाट जानुपर्छ होला सायद बस स्टेसन गएर
फेरि बस स्टेसनदेखि अनि अब यति सलाद बस स्टेसन त्यसपछि अनि मेट्रो चढेर अनि घर जानुपर्ने हुन्छ। निन्द्राले यहाँ चुर भइसक्यो। फुजेरा बस स्टेसन म यहाँनिर त्यहाँबाट फर्किसकेको छु। फुजेरा सायद अर्कोचोटि नै आउनुपर्छ होला सायद। अहिले चाहिँ यहाँबाट फर्किसकेँ। गाडी पाउनु फर्किँदाखेरि चाहिँ ट्याक्सी लिएर बस स्टेसनसम्म जानुपर्ने हुन्छ अनि त्यसै गरी बसमा फर्किनुपर्ने हुन्छ। पानी परिसकेपछिको वातावरण छुट्टै हुन्छ यहाँनिर, एकदम बवाल। अहिलेको लागि चाहिँ फुजेरालाई टाटा गरिदिउँ। क्या क्लियर देखिरहेको छ पानी परिसकेपछिको। यहाँ चाहिँ त्यो पाहाडहरूको टुप्पोमा त्यो क्याम्प जस्तो बनाइदिएछ कि सानो पोस्ट जस्तो झन्डा गाडेर। बस स्टेसन आइपुग्नु लाग्यो। यहीँ बस स्टेसन आउनु पनि यत्रो घुमाएर ल्याउँछ ट्याक्सीले। म चाहिँ भर्खर यहाँ ट्याक्सीबाट झरेको थिएँ होइन, दुवै फर्किनको लागि। अनि यहाँ सिक्युरिटी छ, सिक्युरिटीलाई बस सोधेको 3 बजे छ अरे। अनि यहाँ अहिले चाहिँ यहाँ चाहिँ कतिपय ठाउँमा भिडियोहरू बनाउनु हुँदैन क्या, मेन गरी यो यहीँमा होइन। अरूभन्दा पनि दुवै जति पनि फ्री छैन यो बुझेर। अब तपाईँको रुल्सहरू अलि स्ट्रिक्ट छ। त्यही भएर अघि मैले भिडियो बनाउँदै यहाँको सिक्युरिटीले मलाई भन्दै थियो। मैले चाहिँ अलि टक्क के भन्थ्यो भन्दाखेरि आउने बेला त्यो सानो मिनी बस यहाँनिर दुवैबाट एउटा बसमा आएपछि यहाँबाट झरेर अर्को मिनी बस सानो बस चेन्ज गरेको थिएँ। त्यसमा एयरपोर्ट छुटेर त्यहाँनिर म सोध्न गएको थिएँ। अब अहिले आउँदाखेरि सोधेको त्यो गाडी अब फुजेराभित्र कता कता होला, अहिले आइपुगेको छैन। अब नेक्स्ट टाइम आएको बेला लिनुपर्छ। यतिकै गरी पिटेर राखिदिएको छ भने चाहिँ यहाँबाट 3 बजेको बसमा फर्किँदै 3 बजीसम्म आएन गाडी, त्यही भएर फर्किँदैछु। नेक्स्ट टाइम आएको बेला चाहिँ सोध्नु पर्ला। भर्खर सुतेर उठेको बेलामा चाहिँ एक दिन सुतेर उठ्दा गाडी भर्खरै आइपुगिसकेको छ। यत्रो पानी जमेर यहाँ लाइन लागेर बसेछ गाडी माथि पनि। जाम लागिरहेछ हो, गाडी यतापट्टि अनि सबैतिर चारैतिर जाम लागिरहेछ। 1 घन्टादेखि यहाँनिर अड्केर बसिरहेछ गाडी। 2 लट सुतेर उठ्दाखेरि पनि गाडी आइसक्यो। के साह्रो पानी जमेको यहाँ। पानी नपर्ने ठाउँमा पानी परेपछि जम्ने। मान्छेहरू बिचरा बसबाट निस्केर हिँड्दै गरेर रहेछ माथि। गाइस म चाहिँ अहिले रुम आइपुगिसकेँ होइन, लगभग फुजेरा चाहिँ तर एकदमै छुट्टै ठाउँ रहेछ क्या। पाहाडै पाहाड है, त्यो हरियाली नभए पनि जो ढुङ्गाकै भए पनि चट्टाङ्गी भए पनि पाहाडै पाहाड जस्तो ठाउँ। पाहाडको बिचमा टक्क सहर, बिल्डिङ धेरै चाहिँ रहेनछ त्यता, थोरै तर एकदम दामी रहेछ फुजेरा चाहिँ। दुबई आबुधाबीभन्दा एकदम फरक है। अनि त्यसपछि मेरो जुन त्यो एयरपोर्ट छुटेको थियो त्यो त्यहाँनिर झरिसकेको छ अर्कै बसमा। त्यहाँनिर मैले सेक्युरिटीलाई कुरा गरेर ठ्याक्कै 3 बजेभन्दा अगाडिसम्म त्यो गाडी फर्केर आयो भने त पायो, नत्र पाएन भने म यो यता आउने बसमा फर्किने बसमा बसिसकेको थिएँ। त्यो सिक्युरिटीसँग त्यहाँ बस्नु राम्रै कुरा भएको थियो। सुडानको रहेछ त्यो काले, राम्रै रहेछ। म गाडीमा बसिसकेको थिएँ। 3 बजी हाम्रो गाडी त्यहाँबाट निस्किनै थालेको थियो दुबईको लागि। ठ्याक्कै त्यतिखेर भित्र आएर दियो, एयरपोर्ट नि पायो अनि म फर्केँ। झन्डै 3 घन्टा लाइनमा बसेर यार, जाम यत्रो लागेको थियो पिछो बाटोमा। 3 घन्टा जाम लागेर बल्ल रुम आइपुग्यो। आजको लागि चाहिँ यति, फेरि भेट्नुपर्ने हुन्छ अर्को नेक्स्ट ब्लगमा। अहिलेको लागि चाहिँ यति है त।